एक सुन्दर घाँसे मैदानमा ठूलो रुखहरूको छायामुनि कमिला अन्सेल र फट्याङ्ग्रो गस बस्दथे। अन्सेल निकै मेहनती थियो, सधैँ केही न केही काममै व्यस्त। उसले दाना सङ्कलन गर्थ्यो, सुरुङ बनाउँथ्यो र जाडोको तयारीमा व्यस्त रहन्थ्यो। तर गस भने अल्छी र रमाइलो मनपर्ने फट्याङ्ग्रो थियो। समय बित्दै गयो। गर्मी सकियो, हिउँद नजिक आयो। अन्सेलको घर तयार थियो, दाना भरिएको भण्डार, तर गससँग केही थिएन। साँझ हिउँ झरिरहेको थियो। गस अन्सेलको ढोका ढकढक्याउन आयो। उसले काँप्दै भन्यो, मैले तयारी गरेन। मलाई लाग्यो गर्मी सधैँ रहन्छ। म गलत थिएँ। अन्सेलले उसको अनुहार हेऱ्यो, गहिरो सास फेर्यो र ढोका खोल्दै भन्यो, भित्र आऊ। तिमी यतै बस्न सक्छौ। तर अर्को साल तिमी पनि काममा साथ दिनुपर्छ। गसले खुसी भएर टाउको हल्लायो। पक्का। अनि म काम गर्दै गर्दा बाँसुरी पनि बजाउँछु।